घन्टा जति यहाँनिर स्पेन्ड गरौँ फोटो सेसन भयो त्यो टिकटक वी मेड इट टुडे एन्ड अब हामी लाग्छ माथि उकालो यता उकालोतिर जान्छौँ अनि माथिको डाँडामा पुगेर त्यहाँबाट घुमेर बस क्याच गर्नुपर्छ सो मेरो चाहिँ अघि पनि भने 6 बजेको ड्युटी छ 5 बजे हवेबर वाटेभर होइन Lights went down when you feel lost in your shadow. Don't feel. एउटा कुरा मैले याद गरेँ कि माथि माथि हाम्रो अब हिमालय जिल्ला ताप्लेजुङको गोला गुन्सातिर सेम यस्तै छ क्या लाइक यो हेर न यो पुरै यो बारेको होइन अनि यहाँनिर एग्रिकल्चरहरू के हो यो आलुहरू रोपेको छ ओ माइ गॉड आलु छ तोरी छ अनि के छ ओलिभ्सको गार्डन हेर्नु न ओलिभ्सको सिजन सक्यो जस्तो छ मेरो कतिपय मेरो साथीहरू पोर्चुगलतिर ग्रिसतिर ओलिभ्स टिप्दैछु भन्दै अस्ति उनीको हामी कलमा बोल्थ्यौँ बेरी होइन मलाई त एकदमै मेडिटेसन गर्नु मन लाग्यो परतिर हेर्नु त सुन्तला सुन देखिरहेको छु अनि चराचुरुङ्गीहरू हेर्नु ढुकुरहरू चिरबिरको आवाजहरू मलाई यस्तो पिसफुल ठाउँ चाहिँ एकदमै मनपर्छ क्या मलाई म दिनभरि भयो नि सुतेर मेडिटेसन गरेर विदाउट एनी इन्टरनेट खासमा हामी हिँडेको चाहिँ अर्कै ठाउँ हो तर हामी गाडी चाहिँ अलिकति रङ गाडी बस चढ्नको कारणले बिच बाटोमै ओर्लेर फेरि आफ्नै तरिकाले हिँड्दा यस्तो ठाउँमा आइपुग्यो लुक एट दिस गाइस कन्टिन्यू हिँडिरहेछौँ कन्टिन्यू थकै नै लाग्दैन यार जति हिँड्दा पनि पुग्दैन कस्तो दामी ठाउँ आएको ओ माई गुडनेस मान्छेले फोटो पनि खिचिरहेछ म यहाँ छु अनि यो लुकेट कस्तो दामी आइल्यान्ड के पर पनि मान्छे हिँडिरहेछ आज ड्युटी नभएको भए नि आज ड्युटी नभएको भए इभिनिङसम्म बसिन्थेँ म कहाँ आइपुगेँ त्यहीँ तल लाइक आइल्यान्ड छ ठुलो आइल्यान्ड छ यो एन्ड लुक एट दिस सरर त्यहाँ देखाएको छैन कस्तो दामी ठाउँ के हरियो कस्तो फ्रेस हावा मान्छेहरू पनि लगातार हिँड्दो रहेछ वक गर्दो रहेछ कस्तो दामी ठाउँमा आइपुग्यो कसरी यस्तो ठाउँ हुनसक्छ माल्टामा यार I feel like so fortunate today मेरो ड्युटी चाहिँ नभए म रातिसम्म यहीँ बस्नु मन लाग्यो कस्तो दामी ठाउँ के अब हामी जानै पर्ने हुन्छ वी आर हेडिङ टु आवर रुम हामीले यो के हो यस्तो बारीमा हिँडिरहेको छु तोरीबारी सागबारी होइन बट यो चाहिँ मान्छेले लगाएको होइन रहेछ नेचुरल यो आफै उम्रेको यो फुलबारीहरू लुक एट दिस अमेजिङ भ्यू है आजको एक्सपिरियन्स एकदमै बबाल भयो फेरि पनि हामी लाइक समरमा चाहिँ होइन राजा समरमा आउने होइन स्विमिङ गर्न हामी समरमा चाहिँ हामी आउँछौँ यहाँको आइल्यान्डमा इट्स रियली नाइस होइन हामी कहिले पनि भुल्दैन हामीले धेरै भिडियोहरू सकेसम्म भिडियोहरू क्याप्चर गऱ्यौँ हामीले रिल्सहरू टिकटकहरू बनायौँ हामी अब जुत्तै कस्तो हिलोमा थ्याङ्क यू सो मच गाइज होइन अब भने तर इमेजिन पनि गर्न सक्दिनँ क्या लाइक एगेन आइ एम सेइङ कि टु बी अनेस्ट है माल्टामा यस्तो ठाउँ छ भनेर मलाई इमेजिन पनि गर्न सक्दिनँ कि यार अब हामी यस्तो माथि डाँडाबाट जाने यहाँ डाँडा टायर्डनेस फिल भयो अब चाहिँ हामी
Yeah, we enjoy a lot, but Tired, we enjoy a lot. थोरै टायर्ड पनि फिल भयो अनि अलिकति भोक पनि लागे जस्तो होइन भोक त लागेछ bro. हल्का केही स्न्याक्सहरू लिएर आउनु पनि हामीले बिर्स्यौँ सम्भवतः हामी अलिकति नजिकको चाहिँ नि हाइकिङ सोचिरहेको थियौँ तर एकदमै टाढाको हाइकिङ आयो तर हामी अब एकदमै धेरै इन्जोय गरौँ थ्याङ्क यू सो मच फर वाचिङ गाइस होइन नेक्स्ट भिडियोमा नेक्स्ट ब्लगमा अझै दामी ठाउँहरू हामी एक्सप्लोर गर्नेछौँ विभिन्न ठाउँहरू माटामा पनि अझै धेरै दामी ठाउँहरू छ लाइक हाम्रो नेपालभन्दा पनि कम छैन क्या यहाँ नेपालमा जस्तै यहाँ जङ्गल छ है यहाँनिर एग्रिकल्चर फार्मिङहरू सबै छ क्या त्यो सबै कुराहरू डे बाई डे होइन हामी एक्सप्लोर गर्नेछौँ थ्याङ्क यू